बाटो कतै दामी छ केटा हो, कतै यस्तो एक्सट्रिम वाला अफ रोड छ। नवलपुर प्रेसको पत्रिकामा आइहाल्छ यस्तो बाटोमा रक्सी खाएर चलायो भने त। ओए यता पो रहेछ त हौ बवाल बाटो त। यति सुन्दर अनि शान्त ठाउँमा टक्क यसरी घुम्न आउनु पाएपछि के पो। हेलो हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग होइन। के छ खबर, सबैजना आरामै हुनुहुन्छ होला। सो आज म चाहिँ निस्केको एक्साइटेड भएर अलिक बोल्न पनि के भइरहेछ है। आज चाहिँ मलाई सबैभन्दा मनपर्ने फेभरेट ठाउँ जहाँ नाम मात्रै सुनेको छु तर पुगेको छैन, त्यहाँ जाँदैछु म एकजना भाइको हेल्पले, किनकि मलाई त बाटो पनि थाहा छैन नि त। सो जानु लागेको चाहिँ अहिले धोबाडी डाँडा। माथि मौसमले च्यालेन्ज देला 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 जस्तो छ, तर पानी परेन भने चाहिँ म हजुरहरूलाई यस्तो दामी ठाउँमा पुर्याइदिन्छु आज, जहाँ चाहिँ नवलपुरकै सबैभन्दा सुन्दर ठाउँ छ। नेचरको मामलामा, भ्यूको मामलामा, सबैको मामलामा यस्तो सुन्दर छ यो ठाउँ कि गएपछि फर्किन मन लाग्दैन रे भन्छन्। हेरौँ कतिको राम्रो छ त। ल सँगै जाऊँ है त। अनि म यहाँबाट जान्छु चोरमाराबाट भित्र गएर एकजना भाइलाई रिसिभ गर्छु, अनि भाइ र म भएर जान्छौँ आज धोबाडी डाँडा है त। पानी पर्न भएन, पानी परेन भने आज हामी पुग्छौँ धोबाडी। मोस्ट ब्युटिफुल प्लेस इन नवलपुर। अहिलेको टिकटकमा पनि भाइरल अनि रियल लाइफमा पनि राम्रो छ भनेर सुनेको है। कस्तो छ त्यो त अब गएपछि थाहा हुन्छ। हजुरहरू अनि म सँगै भएर हेरौँ है त। चाहिँ चोरमारा टु बसन्तपुर जाने बाटो, बसन्तपुर हुँदै झ्यालबास जाने बाटो। यस्तो भित्री गाउँहरूमा फेरि कहाँबाट को निस्किन्छ भनेर थाहै हुन्न क्या, यस्तो छ। ओ झ्यालबासको यस्तो राम्रो मौसम, अनि त्यो तोरीको गेडा फुराएको बास्ना हेट हो। म गलतबाट अघि त्यहाँबाट यसरी माथिबाट घुस्नुपर्ने, यता निस्केछु क्या भित्रीबाट। आज त हामी भाइले मलाई भित्रीबाट घुमाए, भाइलाई रिसिभ गरिसक्यो नि त। अब यहाँबाट कौसती निस्किनु पर्छ, कौसतीबाट सिधै यता हामी बालुवा डाँडाको बाटो हुँदै जानु पर्ला, किनकि यस्तो यस्तो ठाउँ छ भनेर देखाउन नि पऱ्यो नि। ल केटा हो, फाइनल्ली निस्किएँ म हाइवेमा। अनि अब अगाडि गएर पेट्रोल पम्पमा गएर पेट्रोल भर्ने, अनि त्यसपछि जानुपर्ने हुन्छ हामी माथि बालुवा डाँडा हुँदै कुमसोत हुँदै अनि पोखरी हुँदै माथि हामी चाहिँ पुग्छौँ के भन्छ डेस्टिनेसनमा। सो हेर्दै गर्नु है त कस्तो कस्तो ठाउँमा पुग्छौँ आज हामी। पेट्रोल हालेर सकियो। अब हामी चाहिँ यो फलफुल चोकबाट भित्र मासतिर जानुपर्ने हुन्छ है। ल है हामी अलि अगाडि आइपुग्यौँ। भित्री बाटो धेरै कुदाउन नि मिल्दैन, त्यही भएर आरामले हिँडिरहेको छु। पानी नपरिदिए हुन्थ्यो भन्ने कुरा हो। पानी परेन भने चाहिँ भलै हुन्छ। पानी पऱ्यो भने त अब गएको नगएको यति खेर जान्छ। ल साथीहरू हेर्नु त, यहाँनिर चाहिँ हाम्रो विजय भाइ, अनि यतातिर चाहिँ यस्तो बवाल भ्यू देखिँदो रहेछ। यहाँबाट यस्तो बवाल देखिरहेछ। वाउ। ल विजय भाइ र म आइपुग्यौँ यहाँ। अब लगभग डेस्टिनेसनको आधा बाटो त हामी हिँडिसक्यो। यता पछाडि छ मेरो भाइ विजय,
ल है ल अब अगाडि जानुपर्ने हुन्छ साथीहरू। यो हो बालुवा डाँडाको मेन डाँडा, अहिलेको भाइरल फेमस डाँडा होइन यो चाहिँ। अब हामी योभन्दा नि अगाडि वहाँ पारी डाँडामा पुग्नुपर्ने रे। हामी चाहिँ यो गाउँ छोडेर अब पारी डाँडामा पुग्नुपर्ने हुन्छ। ल आइज लेट्स गो भाइ। ल हामी चाहिँ यो ढोडे भन्ने गाउँ आइपुग्न लाग्यौँ। यस्तो राम्रो, यस्तो शीतल भइरहेछ केटा हो, शीतल त केटा हो। हामी चाहिँ यो ढोडे भन्ने सानो गाउँ रहेछ यहाँनिर चाहिँ। यो यति देखिरहेको यो चाहिँ ढोडे, यसको अरू गाउँ चाहिँ अलि माथि यता साइडमा छ अरे। अब हामी यसपछि पुग्छौँ कुमसोत। कुमसोत नछिरिकन जाने हो न हामी। यो चाहिँ कुमसोत हो, यो चाहिँ कुमसोत हो। एकदम राम्रो गाउँ छ सानो चिटिक्कको। हामी चाहिँ यताबाट कुमसोत नछिरिकन हामी दाहिनी जानुपर्छ होइन। ओके केटा हो। हामी चाहिँ अब कुमसोतलाई छोडेर हो माथि डाँडा हेर्नु न, डाँडा कति राम्रो छ है। हामी चाहिँ अब यहाँबाट कुमसोतलाई छोडेर हामी कुमसोतमा नपसिकन सिधै अर्को बाटो लाग्नुपर्ने हुन्छ। यताबाट कुमसोत जान्छ, यता चाहिँ यहाँनिर प्रहरी बिट रहेछ। हामी चाहिँ यहाँबाट अब सिधै अगाडि जानुपर्ने हुन्छ केटा हो। आज बिहान बिहान पूजा गरेर आएको छ नि त मैले। बादल त सफा हुनै पऱ्यो नि त। ल यहाँ चाहिँ मस्त पानी आइरहेछ, माथि सानो मिनी झरना रहेछ। रिक्स नहुने भयो त बर्खामै ठिक हुन्छ क्या। यस्तो पाहाड घुम्न त झरना सर्ना हेर्न पाइन्छ मस्त। ल अगाडि सानो झरना छ है, ऊ चिटिक्कको झरना। ज्याब भएर चला रे खाल्टोमा छिरायो भने त नवलपुर प्रेसको पत्रिकामा आइहाल्छ। यस्तो बाटोमा रक्सी खाएर चलायो भने त। ओए यता पो रहेछ त हौ बवाल बाटो त। बब्बल रहेछ है बाटो त केटा हो। अहिले आउनुहोस् बर्खामा बब्बल मजा आउँछ। ला बोलेर साथी आउनुभयो। थ्याङ्क यू बोलेर जी, बाटो हल्का छोडिदिनु भयो। पोखरी ढुङ्गा रिसोर्ट रे, मैले त पोखरी ढुङ्गा होला भनेको पोखरी रिसोर्ट पो लेख्छ त हौ केटा हो। के हो फोन गरेर ल्या अब कता
यहाँ हालेर छोडिदिउँ नि भाइ चिप्लिन्छ क्या हो चिप्लिन्छ क्या रुक है रुक्न चिप्लिन्छ रहेछ क्या खिच ल केटा हो ठ्याक्कै बाटो पनि बनाउने हामी पनि आइपुग्ने भयो कहाँबाट जाँदा मिल्ला छेउबाट गइदिउँ ल केटा हो अफरोड अलिकति नराम्रो बाटो नि भ्याइयो अब फेरि राम्रै हो सबै बाटो भन्छ ओके गाइज हेर्नु यस्तो रमाइलो माथि पहिरो खस्ने जस्तो रिक्सी ठाउँ अनि एक्सट्रिम दुःखवाला बाटो दाजुभाइ हामी लाग्दैछौँ है अगाडि अब हामी आउन लाग्यौँ पोखरी बाटो कतै दामी छ केटाको कतै यस्तो एक्सट्रिमवाला अफरोड छ अब हामी पोखरी आएपछि पोखरीमा चाहिँ हल्का ब्याट्री चार्ज गरौँ अनि खानासाना खाऊँ अनि दाजुभाइ फेरि यात्रातिर लाग्नुपर्ने हुन्छ यो पनि बादलको मुनि एकदमै सुन्दर गाउँ हेर्नु पोखरी कति राम्रो छ है वाह केटा हो ल केटा हो यो चाहिँ हो पोखरी गाउँ यहाँ चाहिँ टक्क खाजा खाने कटेजहरू अनि बस्नलाई पनि व्यवस्था छ होला सायद यहाँ अगाडितिर यो चाहिँ पोखरी भन्ने ठाउँ चाहिँ बुलिङटार 4 बाँझो पोखरी रहेछ है के पोखरी गाउँ यहाँ तल देखिन्छ ल यो चाहिँ हो मेन पोखरी गाउँ पोखरी गाउँमा यस्तो सुन्दर मान्छेलाई साथी लिएर हिँड्न पाइन्छ हामी बब्बाल छ एकदम खतरा शीतल भाइ हल्लिन्छ अब एकछिनपछि यसलाई भिटामिन सी चढाउनु पर्ला जस्तो छाटका हेर्नु कस्तो बब्बाल छ है अब दाजुभाइ लाग्नुपर्छ खाना खान त्यसपछि हामी जान्छौँ फेरि अगाडि माथि मेन डेस्टिनेसनमा ल मिठो खाना आइसकेको छ यहाँ दाल भात तरकारीहरू बाहिर नै हान्दैछ खाना ल सुरु गरौँ ल साथीहरू हामी यो खाना खाने ठाउँबाट निस्किनु लाग्यो दिदीले मिठो खाना बनाएर खुवाउनु भयो हामीलाई अब बाहिर म निस्किन्छु ल है अब हामी यहाँ पोखरीबाट निस्क्यौँ माथि डाँडामा जानुलाई दामी छ है रोड दामी छ बर्खाको टाइममा यतिको रोड भनेको राम्रै हो रोड त बवाल छ है साथीहरू रोड कति राम्रो बर्खामा यतिको रोड भनेको त्यही नि गाउँतिरको पहाडी एरियाको रोडहरू घुम्ती खतरा हो यस्तो उकालोमा फेरि एउटा ढुङ्गाले पनि फालिदिन्छ क्या त्यही छ के समस्या पछाडिको छ लिक चेन्ज नगरेर त भएन भाइ वाह बाटो यतिको राम्रो भएपछि त
आज बाहिर मेरो सपना पुरा होला जस्तो छ केटा हो। मौसम खुलिरहेछ। मौसम खुल्यो मौसम खुल्यो। एकैछिन पानी पऱ्यो 15-20 मिनट डिस्टर्ब हानिहाल्यो हामीलाई। अनि त्यसपछि खुल्यो मौसम। खाने टाइम अनि चार्ज गर्न नि पाइयो अलिकति। भाइ पछाडि हल्लेर बसिरहेको होला। हल्ल्यास् कि नै भाइ? जाडो भयो लास्टै। मैले जानेरै ज्याकेट बोकेर आएको नि। टी सर्ट मात्रै लगाएर आएको भए हल्लिने रहेछ आज। माथि डाँडामा झन् चिसो होला है। वाउ, त्यस्तो दामी ठाउँमा जानु पाएपछि त यस्तो जाब बाटो यस्तो दुःखको त सबै बिर्सिहाल्छ नि। ल है साथीहरू, बाटो यस्तो नुनको बाटोमा आइपुग्यौँ हामी। सेतो हो बाटो पुरै। नुनको बाटो नुनको। हो केटा हो। अब हाम्रो जर्नी धेरै टाढा छैन यहाँबाट। ओहे यहाँबाट ल है। अब यहाँबाट 5 मिनट पनि लाग्दैन रे। ओके मेरो केटा भएर अधवाडी डाँडा यतिको ठाउँमा आउनलाई यतिको दुःख त गर्नु परेन। यतातिर हेर त यस्तो बोबाल छ। अनि यहाँ छौँ हामी दाजुभाइ मस्त बाइकमा। यतातिर काउसती बुलिन टायर हेरे। यतापट्टि साइडमा बुलिन टायर देखिन्छ। अब अलि अगाडि गएपछि चाहिँ बब्बाल ठाउँ देखिन्छ। केटा हो बब्बाल ठाउँ धोबादी डाँडा। यो चाहिँ डाँडा सुरु भयो। एकदम भाइरल प्लेस चाहिँ अलि अगाडि हो। यहाँबाट चाहिँ अब 2-4 मिनटमा हामी पुग्छौँ अगाडि। मौसम खुल्यो भनेको मौसमलाई आँखा चिम्लेछ केटा हो। वाउ, यस्तो राम्रो ठाउँ हुँदा पो त मान्छेहरू यहाँ। अहिले खुल्छ होला एकछिनमा। योभन्दा अरू कतातिर छ? यति राम्रो छ केटा हो। ल आरामले अब हेर्दै जानुपर्ने हुन्छ। सट्ट मौसम खुल्यो भने चाहिँ अब एकैछिन वेट गर्नुपर्ने हुन्छ मौसमलाई। मौसम जी प्लिज खोलिदिनुहोस् ल। यति दुःख गरेर माथि आइसक्यो। यहाँको प्राकृतिक सुन्दरता नहेरिकन फर्केर त फेरि मजा आउन नि त। त्यही भएर ल साथी हो, बाहिरमा हाम्रो डेस्टिनेसनमा पनि अब पुग्ने बेला हुन लागिसक्यो। यताबाट यहाँ बादल खुलेको छैन, नत्र यस्तो बवाल देखिन्थ्यो यहाँबाट। बादल जी प्लिज खोलिदिनुहोस् न। हामी यत्रो दुःख गरेर आइसक्यो। यस्तो अफरोड। एकदम बवाल कुहिरो लागेछ साथीहरू है। ओके, अरू पनि आउनु भयो रहेछ घुम्नलाई। ल ल ल मस्त देउरालीमा बतास। ल यहीँ हो। कहाँबाट बाइक लाने? तल जान्छ? ओए बब्बाल छ त ठाउँ केटा हो। तर अलिकति बादल लगाएर यहाँबाट सिधै हामफालिदिउँ कि जस्तो भइसक्यो भाइ मलाई। छिटो पुग्ने के आनन्द। एकछिन सुत्नुपर्छ त्यहाँमा कुरोलाई। ठाउँ त यस्तो हो कि हो नि त। मस्त शीतल अनि रमाइलो पनि। बाटो त के, बाटो त इग्नोर। बाटो त पिच भइरहेछ, पिच। राम्रो ठाउँ देख्ने बित्तिकै भाइ मलाई बाटो पिच जस्तो देख्न थालिसक्यो मैले। बोके यत्रो बाइक त बोकिन्छ यार। तर
कसम भनेको ओए दामी ठाउँ आइपुग्नु लाग्यो केटा एकैछिन होल्ड गर अब चाहिँ हो जहाँ भनेर आएको हामी त्यहाँ आइपुगिसक्यो ओए बादल खुल्यो कहाँबाट हो त्यहाँ बाइक हालेको लकेडा हो यही हो एकदमै भाइरल प्लेस धोबादी डाँडा चट्ट तल गाउँ देखिरहेछ उतातिर मान्छेहरू आउनुभयो बाइक त लानै पऱ्यो नि यत्तिकै आएपछि त ल मोमो बक्वाल छ त हो यति सुन्दर अनि शान्त ठाउँमा टक्क यसरी घुम्न आउनु पाएपछि त के पो चाहियो र यो चाहिँ धवादीको मेन फोटोसोटो खिच्ने यताउता ठाउँ है हाइट चाहिँ यसको 1475 मिटर रहेछ समुद्री सतहबाट हेर्नु कति राम्रो छ है गए तल मौसम खुलिसक्यो अब चाहिँ बवाल हुन्छ हेर्नुलाई सर्ट खोलेर नाङ्गै सिद्धिम जस्तो भइसक्यो यहाँ चाहिँ मस्त गाईहरू चरिरह अब हामी पनि एकछिनपछि यहीँ बाटोमै चरिदिनु पर्ने हुन्छ हेर्नु यहाँबाट कस्तो सुन्दर ठाउँ देखिरहेछ है सुन्दर यति राम्रो ठाउँ देखिरहेछ यहाँबाट यहाँ चाहिँ स्पेसल आउने भनेको त्यस्तो त्यो खानेकुरा यताउता भन्दा नि टक्क यो डाँडाहरूमा मस्त हरियो ठाउँमा फोटो खिच्ने चट्ट पुरै भ्यूहरू देखाउँदै बढी हावा मात्रै हानिरहेछ आइज न भाइ बस्न आइज न के कता हो ओ विजय कहाँ गइसक्यो त्यो मस्त सुत्दिन्छ अब एकछिन अनन्त चिलमा सुत्ने हो जाने हो यही गर्न आउने ठाउँ रहेछ अब के गर्नु ठाउँ त बवाल छ नि यतिको ठाउँमा आएर एक निन्द्रा सुतेर गएन भने त कहाँ मजा आयो त नि विजय कहाँ गयो विजयलाई बोलाउनु भनेको त्यो आएपछि ओए आइज बस्न आइज ओए भाइ शीतल भइरह्यो नि मस्त सुत्दिने यो ठाउँमा आएर गर्ने नै रहेछ अनि के गर्नु त अझै अलिकति उतातिर जानुपर्छ हामी सिँढी चढेर हेरौँ न कस्तो मजाले यहाँ ल बाख्रा चरिरहेछ है साथीहरू टक्क यताबाट माया लाउन एकै टपल्केको एक ठाउँ चाहिँ हेरेर भ्याइसक्यो अब हामी जाँदैछौँ यतातिर अर्को ठाउँ हेर्नुलाई ए दामी बवाल छ अरे अर्को ठाउँ नि भन्छन् कस्तो छ अब त्यो त पुगेपछि थाहा हुन्छ हाम्रो अगाडि हिँड्दैछ मोडल भाइ म पछि हिँडिरहेको छु क्यामेराम्यान है कन्टेन्ट बनाउन यति यस्तो झाडी हिँडेर बस्नु परिरहेको छ बरको बाटो जाम भनेर आएको के हिलो हो क्या भाइ हेर्नुहोस् अब यस्तो दामी सिडीको बाटो भएर हामी जानुपर्ने हुन्छ बाहिरमा सास पऱ्यो मेरो नि भाइ कपाल देखिरह तलतिर है
यस्तो खतरा बादल मकैबारी हिँडे कहिले कहिले पोखरी गाह्रो छ बाइक तल राखेर हामी आएको जानलाई आएको यो डाँडा तर लास्टै ओह्रालै ओह्रालो जानु पर्ला जस्तो छ हेर्नु कस्तो दामी देखिरहेछ है हावा त उब्बरै चलिरहेछ तर पनि बाइक वहाँनिर छोडेर हामी दुईजना आएको यहाँनिर फेरि अर्को काउली डाँडा जस्तै काउलेती बन्दै चाहिँ यहाँनिर चाहिँ अम्लिसो रोपेको रहेछ बाटै ए के हो के हो हाम फाल्ने हो क्या सिधै हामी चढ्दैछौँ उकालो दुई मिनट उकालो चढेपछि हामी पुग्छौँ माथि डाँडामा यति डाँडामा आउनलाई कतिको स्ट्रगल गरेछौँ त्यो त हामीलाई मात्रै थाहा छ होइन गर्मी बेला भयो त गर्मी बेला भन्दा नि गर्मी ठाउँ भयो यहाँनिर आउँदाखेरि के हुन्छ धोबादीको मेन गाउँ चाहिँ यो रहेछ है यो चाहिँ मेन धोबादी गाउँ यतातिर देखिरहेछ हो यतातिर हेर्नु वाउ थाकिस् कि नै भाइ लगाइरहेछ थकाइ यता छ विजय भाइ यता टाढा बसिरहेछ म चाहिँ यहाँ अलिकति तल अघि बसेको भन्दा तल आइपुगेर सिनहरू यो भ्यूहरू यति राम्रो भ्यूहरू हेर्दैछु एक सुँगुरको मासुमा पल्केको ल भाइ यतिको शीतल यति दुःख गरेर आउँदा यति शीतल ठाउँमा आएपछि त त निदाइस् त एकलट त मरेर त होइन धन्दै खाल्टोमा छिर्दै आउँदा बल्ल बल्ल बबाल ठाउँमा आइपुग्यो यसको बाँदरको भन्दा धेरै सास बढिसक्यो यतातिर एउटा दुईवटा जुका पनि छ कि जस्तो नि लागिरहेछ कहाँनिर बस्दा बिचरा पाएको जुका चाकमा गरिदियो चाकमा ल हेर्नुहोस् म बोलेको भन्दा नि यही सिनै हेर्न बवाल छ यतातिर हेर्नु त कस्तो दामी ठाउँ वाउ ए झोला बुकै हुँ अन के तले देखाउनु के हाँ देखो न गाइज पपाल छ है यतिको डाँडामा यतिको शीतल ठाउँमा आइसकेपछि त एकछिन रेस्ट गर्नै पर्यो नि गाइज रेस्ट नगरिकन त कहाँ हुन्छ र हाम्रो विजय भाइले त्यहाँ खै केटकेटीवाला खेलाउने कुरा खेला जस्तो गरिरहेछ म चाहिँ यहाँ बस्दैछु हिजोको ल छन्जाल नयाँ पोकै लुङ परिसक्यो नि हिजोले यो केटकेटी जस्तो मजाक गरिरहेछ है साथीहरू जा बाइक लिएर म त्यहाँ माथि हिँडेर जान्छु उयो बाख्रातिरबाट त्यहाँ माथि बाटो भेटिन्छ न फेरि ल त्यही झोला बोकेर लिएर यो पनि बोक ए यो म बोक्छु है म बोक्छु के जा बाइक चाहिँ भाइ चाहिँ बाइक लिन जाँदैछ अरू सिनहरू देखाऊँ भनेर अब हामी चाहिँ यो डाँडा यति सुन्दर डाँडा छोडेर जानुपर्ने हुन्छ यहाँबाट हिँड्दै माथि जानु पर्यो बोलेर सिधै डाँडामा निस्किनु पर्ने हुन्छ थकाइ त मस्त लागिरहेछ तै पनि राम्रो सिनहरू देखाइदिउँ न भनेर हेर्नु त
कति डाँडा दामी डाँडा। म यो डाँडामै अब हिँडेरै उकालो चढ्छु अनि भाइलाई माथि पर्खेर बस्छु। भाइले पाउँदा पाउँदा भनेर बाइक कुदाइरहेछ। त्योभन्दा अगाडि बाटोमा पुगेर बसौँ भनेको। म यति उकालो चढेर आएँ, यति उकालो चढेर आएँ। पछाडि त्यो अघि बसेको ठाउँ डाँडामा आइसकेँ। यहीँ अगाडि चाहिँ बाटो छ। थाकिँदो रहेछ साथीहरू। यहाँ अब बाटोको छेउमा पर्खेर बस। लोटाएँ क्या आएन त। रेस्ट गर्छु अब, रेस्ट। पछाडि आउँदैछ भाइ। अब चाहिँ हामीले योभन्दा धेरै चाहिँ अब खिच्ने ठाउँै छैन साथीहरू। त्यही भएर बाई बाई भन्नुपर्ने हुन्छ। अब एकछिन रेस्ट गरौँ। सास बढ्यो क्या। यहाँ आइज बस्नु। यो सास सन्चो भएपछि बल्ल बाई बाई भनेर जाने हो। अनि तपाईँभन्दा छिटो आउनु भनेर आएपछि त अनि दौडिनु परेन। कहाँ सुत्यो त्यसरी? तेरो आज ढाड जाने भयो जुकाले। ल साथीहरू, अब चाहिँ सियु भन्नै पर्ने हुन्छ। लास्टै भयो, थाकियो। अब नेक्स्ट भ्लगमै भेट्नु पर्ला। बाई बाई भन्दै बाई भन्नु। बाई बाई गाइज, सी यु इन द नेक्स्ट भ्लग। जस्तो भए पनि लाइक, सेयर, सब्सक्राइब गरिदिनु पऱ्यो। त्यही हो।